ल तपाईँको धुम्बराई भन्छ आफ्नै प्राइभेट इन्ट्रान्स भएको है। तपाईँको रुमहरू यहीँ पर्छ अनि किचन यहाँ पर्छ। यस्तो है प्राइभेट इन्ट्रान्स भनेको यो बन्द हुन्छ, सबै कोठा भित्र हो। टप फ्लोरको हो तपाईँको यो एउटा सानो एउटा कोठा छ। अनि त त्यसपछि लिएर तपाईँको यो कोठा चाहिँ मास्टर बेडरुम हो है। मास्टर बेडरुम हो। अनि तपाईँको मास्टर बेडरुम भएपछि अट्याच वासरुम पनि हुन्छ। वासरुमहरू एकदम स्पेसियस भएको छ। अब किचन हेरौँ है। किचन चाहिँ भयङ्कर ठुलो छ है। टप फ्लोर हो, दुईवटा बेडरुम भइहाल्यो। अनि तपाईँको यहाँ छ है किचन डाइनिङै एरिया छ। ल तपाईँको किचनको अनि यो स्ल्याब हेरौँ अनि कपबोर्डहरू हेरौँ नि। अनि तपाईँको टप फ्लोर भएपछि अर्को भनेको धेरै छ है यहाँनिर, यहाँभित्र नि स्टोर गर्ने रहेछ। अनि तपाईँको प्रपर बाल्कनीको एक्सेस हुन्छ है। यो आफ्नै भन्छ टप फ्लोरमा तपाईँको दुईवटा बेडरुम किचन डाइनिङ है। अनि आफ्नो प्राइभेट वासरुम चाहिँ तपाईँको रेन्टमा आइसकेको छ।